अब हामी बिस्तारै सडकहरू खोल्नेतिर हामी लाग्छौँ। पूर्वको जुन सडकहरूमा बढी क्षति भएको छ र विशेष गरेर यो नेपालथोकको जाने यो भकुण्डे नेपालथोकको सडकलाई पनि हामी तत्कालै सुरु गरिसकेका छौँ बिहानदेखि। अब यसलाई छिटोभन्दा छिटो उहाँले 3-4 दिनको कुरा गर्नुभएको छ, सकेसम्म हामी त्योभन्दा छिटो गर्ने गरेर इक्विपमेन्टहरू मोबिलाइज गर्ने र वैकल्पिक बाटोहरूलाई पनि तत्कालै अगाडि बढाउने हिसाबले अगाडि बढाएका छौँ। त्यो चालु चरीकोटबाट दलालघाट चरीकोटको त्यसलाई त्यो त कहीँ पनि चाहिँ अवरोध छैन। त्यो भएर वैकल्पिक बाटोहरू प्रयोग गर्नलाई पनि अनुरोध गर्छु। अहिलेलाई केही समयलाई नेपालथोक भएर जाने जुन गाडीहरूको लागि र यो सडकको सञ्जालहरूमा भएको जति पनि क्षतिहरू छन् त्यसलाई हामी छिटोभन्दा छिटो अगाडि बढाउँछौँ र बेली ब्रिजहरू केही चाहिँ क्षति भएको छ, ब्रिज पनि क्षति भएको छ। त्यसको लागि हामी बेली ब्रिज तत्कालै चाहिँ जडान गर्नेतिर अगाडि बढाउँछौँ र सडकलाई चाहिँ छिटोभन्दा छिटो सबैतिरको देशैभरिको सडकलाई चाहिँ सुचारू गर्ने हिसाबले हामी अगाडि